बिहानी कुरामा आज हामी राष्ट्रिय मानवाधिकार आयोग नेपालको हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन र त्यसको उपलब्धिका विषयमा कुराकानी गर्दैछौं। यसै विषयमा कुराकानी गर्नका लागि यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोग नेपालका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेल। पोखरेलजी, यहाँलाई बिहानी कुरामा स्वागत छ। धन्यवाद, नमस्कार। हजुर, मानवाधिकार आयोग तथा एसिया प्रशान्त मञ्चको सहकार्यमा राष्ट्रिय मानवाधिकार संस्थाहरूमा लैंगिक समावेशीकरण सम्बन्धी 3 दिने अन्तर्राष्ट्रिय सम्मेलनको यहाँहरूले आयोजना गर्नुभएको थियो। यसको उद्देश्य चाहिँ के थियो? अब यसको मुख्य उद्देश्य भनेको चाहिँ मानव अधिकार संस्थाहरू जो लैंगिक समावेशीकरणको सवालमा वकालतहरू गर्दै आएका छन्, आफ्नो संस्थाहरूभित्र पनि कति के कस्तो हदसम्म कतिको चाहिँ हामीहरू कहाँ समावेशीकरण छ र कसरी हामीले समावेशीकरणलाई प्रवर्धन गर्नुपर्छ मानवाधिकार संस्थाहरूले भन्ने कुरालाई मुख्य रूपमा चाहिँ यसको उद्देश्य चाहिँ त्यो हो। त्यसका साथै अब विभिन्न आफ्नो देशमा चाहिँ मानवाधिकार संस्थाहरूले राज्यलाई पनि लैंगिक समावेशीकरणलाई चाहिँ प्रवर्धन गर्नुपर्छ भनेर आफ्नो देशमा चाहिँ मानवाधिकार संस्थाहरूले चाहिँ राज्यलाई सुझाव पनि दिने भन्ने हिसाबले पनि हो। र अर्को एउटा चाहिँ के हो भन्दाखेरि लैंगिक समावेशीकरणको सवालमा मानवाधिकार संस्थाहरूले सहकार्य एक आपसी सहकार्य गर्नुपर्छ र चाहिँ बेस्ट प्र्याक्टिसहरूलाई एकअर्का देशका चाहिँ मानवाधिकार संस्थाबाट चाहिँ सिक्नु पनि पर्छ र चाहिँ नि सहकार्य पनि गर्नुपर्छ भन्ने हिसाबले यो चाहिँ मानवाधिकार संस्थाहरू चाहिँ एक ठाउँमा जुटेर यो सम्मेलनको आयोजना गरिएको हो। हजुर, अन्तर्राष्ट्रिय सम्मेलन भनेर यहाँहरूले नाम दिनुभएको थियो। कुन कुन देशबाट कुन कुन संस्थाबाट चाहिँ यसमा चाहिँ प्रतिनिधि सहभागी हुनुभएको थियो? खास गरेर विशेष गरेर कुन मुद्दालाई अझै यहाँहरूले चाहिँ सशक्त रूपमा चाहिँ छलफलमा ल्याउनु भयो त? अब यहाँ यो एसिया प्रशान्त क्षेत्रमा चाहिँ जम्मा 26वटा राष्ट्रहरूको मानवाधिकार संस्थाहरू सम्बद्ध छन् र तीमध्ये 19वटा राष्ट्रका चाहिँ प्रतिनिधिहरू मानवाधिकार संस्थाका अध्यक्ष सदस्यहरू प्रतिनिधिहरू चाहिँ यहाँ काठमाडौँमा भेला हुनुभएको छ। केही देशबाट विशेष कारणवश आउन सक्नु भएन र यो ठुलो संख्यामा सहभागिता रह्यो। 38 जना 19 देशबाट 38 जना चाहिँ सहभागी हुनुभयो र नेपालबाट पनि ठुलो संख्यामा चाहिँ सहभागी भएर चाहिँ झन्नै उद्घाटन सत्रमा त 400 भन्दा बढीको सहभागिता रह्यो र त्यसपछि चाहिँ नि अरू चाहिँ विभिन्न 6-7वटा सत्रहरू भए। ती सत्रहरूमा पनि उल्लेख्य रूपमा चाहिँ सहभागिता रह्यो र सबै देशका प्रतिनिधिहरूले सबै मानवाधिकार संस्थाका प्रतिनिधिहरूले ती सेसनहरूमा चाहिँ भाग लिनुभयो र विभिन्न इस्युहरूमा छलफलहरू गर्नुभयो र यसले चाहिँ यो लैंगिक समावेशीकरणलाई प्रवर्धन गर्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो र घोषणापत्र समय पनि जारी भयो। हजुर, यो जुन घोषणापत्र यहाँहरूले जारी गर्नुभएको छ यसमा के कुराहरू चाहिँ समेट्नु भएको छ यहाँहरूले? अब घोषणापत्रमा मूलत मानवाधिकार संस्थाहरूमा राष्ट्रिय मानवाधिकार संस्थाहरूमा लैंगिक समावेशीकरणलाई प्रवर्धन गर्नुपर्छ सबै मानवाधिकार संस्थाहरूले भन्ने कुराहरू छन्। त्यस्तै चाहिँ अब आयोगभित्रै पनि हरेक आयोगभित्रै पनि यो लैंगिक समावेशीकरण हेर्ने चाहिँ छुट्टै कमिसन तोक्नुको साथै विभिन्न सबै आयोगहरूबाट चाहिँ प्रतिनिधि रहने गरी एउटा लुज फोरम पनि बनाउनु पर्छ। सबै देशका चाहिँ प्रतिनिधिहरू रहने गरी एउटा चाहिँ लैंगिक समावेशीकरण हेर्ने लुज फोरम पनि एउटा कमिसनर तहको चाहिँ बनाउनु पर्छ भन्ने कुराहरू यहाँ पनि त्यसमा त्यो घोषणापत्रमा छ। त्यसरी चाहिँ अब नीतिगत रूपमा चाहिँ लैंगिक समावेशीकरण सम्बन्धमा आफ्ना देशका सरकारहरूलाई मानवाधिकार संस्थाहरूले सुझाव दिने भन्ने कुराहरू छ र अब त्यसमा चाहिँ अनि यो लैंगिक समावेशीकरण सम्बन्धमा कमन इस्युहरू हैन कमन इस्युहरू चाहिँ पहिचान गर्ने र ती कमन इस्युहरूमा चाहिँ सबै मानवाधिकार संस्थाहरूले एकजुट भएर काम गर्ने भन्ने लगायतका विषयहरू यो घोषणापत्रमा समावेश भएका छन्।
हजुर, अन्तर्राष्ट्रिय सङ्घ संस्था विशेष गरेर मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति त भइ नै हाल्यो। नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि जुन लैङ्गिक समावेशीकरणको कुरा छ होइन, यसलाई चाहिँ यहाँहरूले कसरी हेर्नु भएको छ? नेपालमा चाहिँ मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरणको अवस्था चाहिँ कस्तो पाउनु भएको छ त यहाँहरूले? अब लैङ्गिक समावेशीकरणको अवस्था केही हदसम्म छ, त्यस्तो नभएको होइन। जस्तो मानव अधिकार आयोगमा पनि महिला सदस्य रहने व्यवस्था छ। हाम्रो त कर्मचारीमा त ठुलो सङ्ख्या चाहिँ नि महिलाहरू कोही पनि छ। यद्यपि महिला लैङ्गिक समावेशीकरण भनेको महिला मात्रै हुनु होइन फेरि, तर हाम्रो त्यो खालको उ छ। र अरू संस्थाहरूमा पनि मानव अधिकार सम्बन्धी अन्य संस्थाहरूमा पनि लैङ्गिक समावेशीकरणलाई ब्यालेन्स गर्न प्रयास चाहिँ राज्यबाट भएको छ, तर पर्याप्त छैन। किनभने पर्याप्त छैन भनेर चाहिँ अहिले पनि आवाजहरू उठिरहेका छन् होइन। अलि बाध्यात्मक रूपमा जहाँ चाहिँ संविधानमै अथवा कानुनमै यतिजना हुनुपर्छ भनेर काहीँ लेखिएकै छ भने त्यसको पालना गर्नको लागि गर्ने कुरा एउटा भयो होइन। तर ठ्याक्कै चाहिँ अब स्वतस्फूर्त रूपमा चाहिँ महिलाहरूको सहभागिता अथवा लैङ्गिकतालाई चाहिँ अलिकति समान रूपमा सहभागिता गराउनु पर्छ भन्ने कुराहरू चाहिँ अझै पनि भएको छैन भन्ने कुराहरू चाहिँ आवाजहरू उठिरहेका छन्। त्यो कुरा सत्य पनि हो। जस्तो उदाहरणका लागि राष्ट्रिय मानव अधिकार आयोगमै भनौँ न, हाम्रो एकजना महिला त हुनुहुन्छ, तर दुईजना महिला भइदिएको भए के हुन्थ्यो त? हुन सक्थ्यो नि त। दुईजना महिला हुँदैन भन्ने त छैन। त्यो भए हुनाले दुईको ठाउँमा तीन पनि हुन सक्थ्यो होला होइन। त्यो भएको हुनाले अब अरू नै उसमा पनि अब महिला आयोगमा त महिलाहरू नै हुनुहुन्छ सदस्यहरू सबै, तर अरू आयोगहरूमा कतिपय अन्य आयोगहरूमा पनि अलि लैङ्गिक रूपमा चाहिँ अलि समावेशी हुन नसकेको, अलिक सङ्ख्या चाहिँ पुरुषहरूको चाहिँ बढी भएको हो कि भन्ने आवाजहरू चाहिँ नि उठिरहेका छन्। त्यो भएको हुनाले पनि अलिकति सुधार गर्नुपर्ने कुराहरू छ। अब हामीले संविधानमा नै 33% महिलाहरूको को चाहिँ समावेशी हुनुपर्छ भनेर हामीले व्यवस्था गर्यौँ संसदमै पनि। तर त्यो सङ्ख्यालाई अब महिलाहरूको भनौँ न, महिलाहरूको सङ्ख्या त 50% भन्दा माथि झन्डै 51% छ। त्यो भने त्यो हिसाबले पनि 50%सम्म जानुपर्छ भन्ने आवाजहरू त अहिले पनि मुखरित भइरहेका छन्। त्यो हिसाबले पनि हामीले अलिक सुधार गर्नुपर्ने कुराहरू चाहिँ अझै पनि छन् भन्ने लाग्छ। हजुर, अब अन्त्यमा लैङ्गिक समावेशीकरणको सवाललाई चाहिँ अझै व्यापकताका साथ कार्यान्वयन गर्नको लागि कसको भूमिका के रहन सक्छ हाम्रो नेपालको हकमा, यसको बारेमा पनि छोटकरीमा बताइदिनुहोस् न। अब यो लैङ्गिक समावेशीकरणको सवालमा सबैभन्दा मुख्य जिम्मेवारी त राज्यकै हो। राज्यभित्र पनि सरकारको विशेष गरी महत्त्वपूर्ण जिम्मेवारी रहन्छ। त्यसको सँगसँगै अब संसदले कानुन बनाउने कुराहरूमा पनि अलिकति बढी लैङ्गिक समावेशीकरणलाई विशेष जोड दिएर चाहिँ कानुनहरू बनाउनु पर्यो र कार्यान्वयन गर्ने कुरामा पनि कानुनमा चाहिँ यसो हुनैपर्छ भनेर नतोकिएकै ठाउँमा पनि अलि महिलाहरूलाई अथवा लैङ्गिकतालाई अलिकति समान रूपमा चाहिँ लैङ्गिक समावेशीकरण हुने गरी नियुक्तिको प्रक्रियाहरू होलान् अथवा अन्य सहभागिताका कुराहरू होलान्, त्यो कामहरू गर्नु पर्यो। त्यो गर्नलाई चाहिँ राज्यका निकायहरू जिम्मेवार हुनु पर्यो, मानव अधिकार आयोगहरू, मानव अधिकार संस्थाहरू जिम्मेवार हुनु पर्यो। अब लोकसेवा आयोगले पनि अझ बढी महिलाहरूको सहभागिता बढाउनलाई आफ्नो चाहिँ उहरूमा चाहिँ अब कानुनहरूमा संशोधन गर्नु पर्यो। त्यो चाहिँ संसदले बनाइदिनु पर्यो, खास गरी लोकसेवाले आफैले बनाउने भन्दा पनि। यसरी संसद देखि लिएर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तिनैवटा निकायदेखि लिएर चाहिँ राज्यका अन्य संवैधानिक निकायहरू र चाहिँ कानुन कार्यान्वयन गर्ने तल्लो तहका निकायहरूले समेत यो समावेशीकरणको सवाललाई चाहिँ विशेष ध्यानमा राखेर काम गर्यो भने लैङ्गिक समावेशीकरणको अवस्था चाहिँ अझ प्रवर्धन र अझ सुदृढ हुन्छ भन्ने लाग्छ। हस्, धेरै धेरै धन्यवाद छु यहाँलाई महत्त्वपूर्ण विषयमा कुराकानीका लागि। हस्, यहाँलाई पनि यो सम्मेलन सम्बन्धमा भनाइहरू राख्न मौका दिनु, यसको लागि रेडियो सगरमाथा र यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेल। राष्ट्रिय मानवाधिकार आयोग नेपालको आयोजना तथा एसिया प्रशान्त मञ्च एफईएफको सहकारीमा राष्ट्रिय मानवाधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरण सम्बन्धी 3 दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। यसै विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै